जुलाई 31 मा आउँदैछ स्पाइडरम्यान ब्रान्ड न्यू डे। अनि स्पाइडरम्यान ब्रान्ड न्यू डेको ट्रेलर हेर्दाखेरि मैले देखेको कुरा भनेको चाहिँ यो, यसमा चाहिँ स्पाइडरम्यान ह्यान्डसँग फाइट गर्दैछ। अब ह्यान्डको अलिकति मान्छेको चाहिँ फोकस अब स्पाइडरम्यानमा छ, अरूको चाहिँ फोकस कहीँतिर अर्कैतिर छ जस्तो देखिरहेछ। यो कुरा पहिले पनि भएको थियो, जस्तो नो वे होममा यस्तो भएको थियो। अनि मुभी होममा गएर थाहा पायो कि त्यहाँ अझै पनि स्पाइडरम्यान थिए, अर्को टोबी मैगवायरको र हाम्रो एन्ड्रु गारफिल्डको। अब यसमा पनि त्यस्तै हुँदैछ जस्तो लाग्यो मलाई चाहिँ को त्यहाँ छ जस्तो लाग्यो भन्दाखेरि डेयरडेभिल, द डेभिल अफ हेल्स किचन। किन भन्दाखेरि अब पनिसर पनि मुभीमा छ, हामीले थाहा पाइसक्यौँ, ट्रेलरमा देखाएको छ पनिसर छ भनेर। अनि पनिसर भनेको हाम्रो स्ट्रिट लेभल सुपर हिरो हो। अब अरू पनि सुपर हिरो आउँछन् भन्ने छ त्यसमा, अझै एउटा स्ट्रिट लेभल भनेको हाम्रो डेयरडेभिल छ। अनि जसरी उनीहरूले पहिले नो वे होममा टोबी मैगवायर र एन्ड्रु गारफिल्डको स्पाइडरम्यान लुगाएको थियो, त्यसरी नै मलाई पनि डेयरडेभिल लुगाएको जस्तो लाग्छ। किनकि अब ट्रेलरमा हेर्दाखेरि निन्जाहरूसँग फाइट परिरहेको छ। अब निन्जा भनेको त ह्यान्डै हो। अब ह्यान्ड छ तर डेयरडेभिल छैन भने त मजा आएन नि त। त्यसैले मलाई लाग्छ कि ब्रान्ड न्यू डेमा डेयरडेभिल हुन्छ। अब तपाईँको चाहिँ के सोच छ कमेन्ट पनि लेख्नु होला। थ्याङ्क यू फर वाचिङ एन्ड लाइक द भिडियो।